हेलो वेलकम। हामी चाहिँ नर्थ एबिसीको यात्राको क्रममा छौँ। यात्राको क्रममा हामी कास्की चाहिँ हामीले छोडिसकेर अब पर्वतको उयोमा छौँ। हामी पर्वतको कुस्मा नजिकै तमादी खोला पुलमा चाहिँ हाम्रो गाडी चाहिँ अचानक बिग्रियो। त्यो अहिले त्यही भएर काम चाहिँ मर्मत कार्य भइरहेको छ। त्यस कारण त्यो गाडी त्यहाँ बनुन्जेलसम्म हामी तमादी खोला नजिकै रहेको यो पुल अनि यो चाहिँ जुन सिन छ त्यहाँ चाहिँ हामी बसिरहेका छौँ हामी सबैजना। बिहानको 4 बजे हामी तातोपानीबाट 5 बजेको जीप आउने भएर हामी सबै कुरा रेडी गर्दैछौँ। The road is too difficult है। नर्थ एबिसी आउन सजिलो छैन है गाइज। The way you are thinking is not like that नर्थ एबिसी। हामी अहिले हुमखोलामा ठ्याक्कै आइपुग्यौँ। This is the current situation of Humkhola. हेलो, के भन्न चाहनुहुन्छ? ल यसो पालि पुग्नु त ल उतासम्म बोक अनि म बोक्छु है। हुमखोला त आइसक्यो। किट मेला करिब माथि जानुभन्दा जो चाहिँ अलि अबेर आएर चाहिँ बास बस्नु पर्यो भने चाहिँ यहाँ बस्छन् मान्छेहरू यो बुस्केट मेलामा आएर। एकदमै धेरै चाहिँ यहाँ फेसिलिटी कम छ। मान्छे चाहिँ हिजो मात्रै तपाईको 300 जना मान्छेहरू चाहिँ
बुस्केट मेलामा। फाइनल्ली हामी कुतकुते झर्ना आइपुगेका छौँ। गुराँसे डाँडाको ओह्रालो अनि फेरि उकालो पछि फाइनली कुतकुते झर्ना। यु विल सी अ भेरी क्यारिस्मेटिक फाइनल्ली कुतकुते झर्ना। गुड मर्निङ गाइज अल अफ यु। हामी चाहिँ फाइनल्ली पञ्चकुण्ड तालमा आइपुगेका छौँ। पञ्चकुण्ड ताल भनेको चाहिँ 5वटा कुण्ड मिलेर बनेको एउटा ताल हो। यो म्याग्दी जिल्लामा पर्छ। मेरो पछाडिपट्टि तपाईँले देख्नुहुन्छ निलगिरी हिमाल, अनि तपाईँ यसरी आउँदाखेरि यता तपाईँ चाहिँ अन्नपूर्ण। त्यस कारण यो अन्नपूर्णको बेसमा भएको भएर हामीले चाहिँ यसलाई अन्नपूर्ण बेस क्याम्प पनि भन्छ। यो अहिले चाहिँ यो नर्थको साइडमा परेको भएर नर्थ एबिसी अहिले चाहिँ धेरै नै फेमस, धेरै नै प्रसिद्ध, अहिले चाहिँ इन्टरनल र एक्सटर्नल सबै हिसाबले ट्रेकिङको लागि एकदम उपयुक्त बनेको छ। र अहिले यहाँ हेर्ने हो भने मान्छेको भिड एकदम धेरै देख्छौँ हामी। त्यस कारण फाइनल्ली हामी चाहिँ हाम्रो अन्तिम गन्तव्य पञ्चकुण्ड तालमा हामी आइपुगेका छौँ। एकदमै कठिनाइपूर्वक 4109 मिटर हाइटको यो चाहिँ एल्टिट्युडमा चाहिँ हामी आइपुगेका छौँ। थ्याङ्क यू।